भर्खरै बिना सापकोटाको नयाँ खबर बाहिरिएको छ। प्रवेश कँडेलले लुकाएर राखेको ठाउँ बताए प्रहरी प्रवेश कँडेललाई लिएर बिना खोज्न जाँदै। प्रवेशको बयान यस्तो आयो, मसँग झगडा भएको थियो, मैले बिनाको मोबाइल र मेरो माया गर्ने केटी अर्कै छ भनेपछि झगडा भएको हो। दर्शकबिन स्वागत छ यहाँहरूलाई। आज भने हामी बिना सापकोटाको सनसनीपूर्ण खुलासा लिएर आएका छौँ। दर्शकबिन यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको घन्टीलाई बजाउन भने नबिर्सिनुहोला। यो पुरा जानकारी तपाईहरूको माझ। मैले बिना सापकोटालाई माया गरेको थिइनँ, उसको एकहोरो माया थियो। मैले उसलाई सम्झाउन धेरै कोसिस गरेँ, तर उनी नमानेपछि मैले मेरो घरमा लिएर गएको थिएँ। तर एक्कासी झगडा भयो। बिनाले मलाई चप्पलले कुटेपछि मैले उसको मोबाइल फुटाइदिएको थिएँ, तर उसँग अर्को मोबाइल पनि थियो र मलाई धम्की दिँदै उनी मेरो घरबाट निस्किन्। अलि पर पुगेर मलाई यस्तोसम्म भनिन्, तँलाई नफसाई छोड्दिन र साथै मेरो पनि माया गर्ने केटो अर्कै छ भनिन्। बिनाले मलाई हेर्ने भए आइज पनि भनेकी थिइन्। म फकाउन भनी हरिचोकसम्म गएको थिएँ, तर उनी एक्लै रोइरहेको देखे प्रवेश भन्छन्। मैले मेरो फुपूको घरमा छोडेर आएको थिएँ, तर भोलिपल्ट म फुपूको घर जाँदा उनी राति नै निस्किएर गएको कुरा थाहा पाएँ। मलाई मेरो आफन्तमाथि पनि शङ्का लाग्न थाल्यो। बिना त्यहाँबाट निस्किँदा मलाई किन खबर गरेनन्? आज यस्तो दिन आएको छ प्रवेश भन्छन्। मेरो आफन्तमाथि पनि छानबिन हुन जरुरी छ। उनीहरूलाई सबै कुरा थाहा छ। अब म चुप लागेर बस्न सक्दिन। बिना आज भोलि नै भेट हुन सक्ने आशा छ। उनको अर्को नम्बरमा फोन लागिरहेको, तर नउठाउँदा मलाई तडपाउन यस्तो खेल खेलेको जस्तो देखिन्छ। म जसरी पनि बिना लिएर आएर देखाउँछु। मलाई सारा नेपालीहरूले गलत नजरले हेर्नु भएको छ, तर म गलत छुइनँ भनेर सारा नेपालीमाझ साबित गरेर देखाउँछु। दर्शकबिन प्रवेश कँडेलले दिएको यो बयानप्रति तपाईहरू के भन्न चाहनुहुन्छ? के प्रवेश कँडेलले साँच्चै बोलिरहेको छन् त? कृपया आफ्नो मनमा केही सल्लाह अनि सुझाव भएदेखि तलको कमेन्ट बक्समा गएर आफ्नो मनमा लागेको प्रतिक्रियाहरू दिन भने नबिर्सिनुहोला। अर्को भिडियोमा अर्को जानकारी लिएर पुनः पनि उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने यस जानकारीबाट बिदा हुन चाहन्छु। साथै अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची हामीसँग जोडिन भने नबिर्सिनुहोला। यति भन्दै यस जानकारीबाट छुटिन चाहन्छु। हेर्दै गर्नुहोला हाम्रो च्यानललाई। हस्त नमस्ते, जय नेपाल।